Ni hao, konnichiwa, kuzusambo, and namaste guys. Welcome back. It's your boy Akuto. So, आज चाहिँ म बारी लाग्न आँटेको किनकि बारी नगएको थुप्रो भएको छ। मम्मी यहाँ छैन घरमा हैन, त्यसले गर्दा मम्मी नहुन्जेलसम्म चाहिँ म बारी गएन किनकि थाहा छ नि त हो केटा मान्छे बारी कहाँ जान्छ हैन। मम्मी आउँदैछ र भोलि मार्छ के हो, त्यसले गर्दाखेरि बारी जाँदैछु म। अनि भयो रेडी उ के हुन्छ कोती कोदालो के हुन्छ सब फाटफुट टिपेर चाहिँ लाग्न आँटेको किनकि भोलि मम्मी आउँछ। बारी खतरा भएको देखेर चाहिँ मलाई फेरि डल्लै निल्छ होला सायद, मलाई त्यो सोच आयो कि हो, त्यसले गर्दा म चाहिँ बारी लाग्यो गाइस। हेर्नु है त बारीको हाल कस्तो भएछ। लेट्स सी म टुगेदर। Let's go. Let's go. अनि गाइस आजभोलि के हुँदैछ नि यहाँ जङ्गल डढेर खाएको छ नि त हो खाक। हेर्नु न जङ्गल डढेर खाएको छ कि गाइस। तर म आगो मार्नु जानु सकेन किनकि थाहा छ तपाईँहरूलाई, किनकि मेरो हिजो नाइट ड्युटी थियो नि त। हिजोको होइन उनीहरू आगो मार्नु लागि, तर म जानु सकिनँ, नाइट ड्युटी थियो। द्याट इज द स्याड स्टोरी। जानु त मन थियो, आगो अहिले पनि लागिरहेको छ, कोही जाँदैन, म मात्रै गएर भरे किक्कुम्बर खायो भने त डर लाग्छ नि मलाई हो। त्यसले गर्दा जानु सकिनँ। आगो चाहिँ डेन्जर लागिरहेको छ। रेस्क्यु टिमहरू रेस्क्यु पनि गरेछ होइन, एउटा मिर्गाको बच्चा। त्यस्तो छ गाइस आजभोलि सिचुएसन। हेर्नु उपर कस्तो लागेछ, डेन्जर लागेछ, डेन्जर। लगभग कति मिटर भन्नु मलाई थाहा छैन। अब जाँदैछ है गाइस म ल बारी गएर चाहिँ हल्का काम दिनुपर्ने छ, नभए मम्मीले मार्छ नि मलाई। आगो चाहिँ खतरा लागिरहेको छ गाइस, खतरा। हेर्नु यहाँ आगो लागिसकेछ। अब यता पुगेछ, यता समय हेयर पुगेछ, हेयर वर्ष हेर्नु ड्यामडुम जल्दिएको नि त हो। यस्तो छ आगो भन्ने चिज हो। हिजो आर्मी देशुप्सले ट्राई गर्यो मार्नुको लागि, आधी त मार्यो, आधी फेरि लागेछ नि रातितिर। यो खोला चाहिँ नागेर जानुपर्छ गाइस। मेरो बारी पुग्नु लागि चाहिँ यो खोला नागेर चाहिँ गएपछि चाहिँ टक्कै बारीमा पुग्छ गाइस। यो खोला चाहिँ एकदम छ एकदम माथि छ पौडी खेल्ने ठाउँ हो। लुक गाइस गार्डनमा आइपुगेँ होइन अब। अनि हरियो परियो सागहरू चाहिँ यस्तो आएछ मजाले हो। अनि मैले जस्तै लगाएको थिएँ इस्कुस पनि आउँदो रहेछ। यो चाहिँ फेरि सिक्किमको इस्कुस हो गाइस। सिक्किममा चाहिँ फेरि यति साह्रो इस्कुस, आमामामा मार्केट गए इस्कुस, बेच्नु ल्याए इस्कुस हो, खाए इस्कुस, हगे इस्कुस। एउटा दाजुले भन्नुभएको थियो त अन्त अब त मुखबाट नि इस्कुसको गुदी निक्लिने रहेछ भन्दै थियो हो। त्यसले म पनि यहाँ भुटानमा अब चाहिँ यो पाराले इस्कुस लगाइदिनु पऱ्यो भनेर नि। ब्रोकली चाहिँ अन्त एकदमै ब्रोकलीलाई चाहिँ पुरै दग्दी भएछ नि त। घाम बेसी लाग्दैन गाइस यहाँनिर हो। घाम बेसी नलागेकोले गर्दाखेरि ब्रोकली चाहिँ एकदमै रोगी भएछ। हेर्नु न लुक ब्रोकली इज भेरी विक। अब अलि विडिङ चल्छ हो, विडिङ गरिराख्नु पऱ्यो, मुला लिएर जानु पऱ्यो हो। अनि मुलाको खतरा पाराले सलाड बनाएर खान्छ। सलाडले चाहिँ पलाट पार्छ अरे नि त मान्छेहरू हो। त्यसले गर्दा सलाड खानुपर्छ ल गाइस। हेर्नु है पुधारौँ है त। सिमी चाहिँ फेरि चाक्न चुर भएछ ल गाइस, चाक्न चुर भएछ कि सिमी चाहिँ। अनि इस्कुस चाहिँ यहाँ आउँदो रहेछ, थुप्रो आएछ आउनु त।
मैले भनेको थिएँ जस्तै राम्रो आइज न म तिमीहरूलाई इनाम दिन्छु भनेको थिएँ कि इस्कुसले साँच्ची पो सम्झेदै क्या राम्रोसँग ल्याउँदो रहेछ इस्कुस हो एक साग चाहिँ खाएर यो सिमी हो अरू चाहिँ खानु सकेन त्यति साह्रो डेन्जर पनि छैन रहेछ भिडियो गर्नुपर्ने साइड साइडमा चाहिँ अलि डेन्जर आएछ कि यो त आएछ नि डेन्जर सिन क्या गरेर आउनु मेरो पर्मिसन मेरो गाडीमा मानिकले चिसो भयो मेरो गाडी फेरि साथ भनेर घाँसेर सोच्नु फेरि फोरेन अन्त फेरि उयो गर्नु मनाउने नि त आज चाहिँ मुला लानुपर्छ मुला लानुपर्छ उखला रे भाइ आजाऊ Yes, this is the mullah right now, and this is the case, guys. I'm going to eat mullah today. पत्ता हेर्दा त अन्त मुला त 2.5 किलोको आउनु आँटेको छ तर खोइ 2.5 किलो होइन 250 ग्राम मात्रै रहेछ मुला चाहिँ हो त्यस्तो रहेछ नि त गाइस कुरा चाहिँ हो त्यसले गर्दा मुला अलि लानुपर्छ त्यहाँदेखि सलाद बनाएर खान्छ हो सलाद लुक हेर्नुहोस् गाइस हेर्नुहोस् मुलाको नतिजा भनेर यहाँ राखौँ त यो पनि हेर्नु न यो पत्ता कस्तो खतरा छ होइन अब यसको हेरौँ है त मुनिको रिजल्ट हेरौँ मुनिको रिजल्ट ए अच्छा चारवटा जस्तो लानुपर्छ ल बेसी लगेर नि हैट खतरा ल मुला चाहिँ खतरा आएछ खतरा ल लु भयो गाइस यो मुला पनि पुरै बिग्रिसकेछ हौ हेर्नु भित्र पनि खाइसकेछ यो त यस्तो छ नि बेसी राखेपछि यो यहाँ राखिदिउँ कि बान्दरियाले खान्छ बान्दरिया भाइजनहरूले हो आएर खान्छ होला त्यहाँ राखिदिएको छु मुला चाहिँ धोएर लानुपर्छ गाइस मुला चाहिँ धोएर लानुपर्छ Yeah. Look, this is the product. Yeah. यति लाने गाइस घरमा आज अलि पखाल्यो हो अबजी लगाउनु पर्यो नि त मजाले लगेर पकाएर बिमारी बाबालाई दिनु पर्यो आफै पनि खानु पर्यो नारायण त्यस्तो छ आजभोलिको अवस्था हैन यस्तो छ यी हो अनि ब्यागमा टक्कै पारेर लगाउने पोस न भाइ पोस मलाई पोस भनेर भन्नुपर्ने यस्तरी हो यसलाई पो कसरी लानुपर्ने हो यो पत्ता त फ्याङ्नु भएन गाइस मलाई फ्याङ्नु चाहिँ पुरै लोभ लागिरहेछ कि यसलाई चाहिँ फ्याङ्दिनँ म घरमा लगेर यसलाई
अचार बनाएर खानुपर्छ कि बोई ब्याकप्याक रेडी भयो ल मजाले हो मुलाको पत्तादेखि लिएर मुलासुला के छोडेन त मैले सबै ब्यागमा लगाएँ अब चाहिँ चल्दिएँ म अब चल्दिएँ ल गाइस बेसी गरेन आज हो अलि हल्का फुल्का वेटिङ गरेँ मेन चाहिँ खास चाहिँ अब बुढोले भन्दै थियो बुढो आपाले भन्दै थियो कि 3-4टा मुला लिएर आएछ न ल भन्दै थिएँ हो त्यसले गर्दा ब्यागमा मुला सुला टक्कै बोकेँ होइन अब घरतिर लागेँ गाइस बेसी हेर्नुपर्ने केही छैन यहाँनिर तपाईँलाई थाहा छ के छ भनेर होइन फर्की त्यहाँ फेरि नजर लाग्छ ल अलि आउँदैछ त्यो पनि बिग्रियो भने त त्यसै भनेको गाइस तपाईँले कहाँ त्यस्तो नजर गर्छ नि यति गर्छ गाइस अब चाहिँ घरमा पुगेर म तपाईँहरूलाई देखाउँछु ल कसरी डिस सलाड बनाएर चाहिँ म खाँदो रहेछु भनेर हेर्दै गर्नु हो म चाहिँ फेरि फर्केर ल गाइस घरमा आइपुगेँ बारीमा काम चटाकचिटिक पारिहालेँ यहाँ फेरि अर्कै कुन्चेको हो यहाँ रहेछ बारी चाहिँ फेरि डेन्जर बारी रहेछ हेर्नु भोइ यो हो नि त हो घाँस फुस त यो खानुपर्ने हो नि त मजाले लगाएर चाहिँ दाजुले गार्डन मजाले मेन्टेन गरेछ हो कुन दिन चाहिँ नि बिल पढेन मै खाइदिन्छु त्यसै भनेको गाइस तर तपाईँले फेरि सोच होला यो केटा त लु भन्ने खालको त्यस्तो के छैन जस्ट देखाइदिएको मात्रै घर पहुँच गया मैं बहुत गर्मी हो रहा है शिट दिस इज सो डेन्जर फाइनली अब भोलि चाहिँ मैले मगेकोबाट कराई खाँदिनँ लु गाइस कराई खानेको कामहरू सबै गरिसकेर आयो आइपुग्यो घरमा सो आजको लागि यति मात्रै गाइस थ्याङ्क यू भेरी मच धन्यवाद करिन्चे एन्ड साइनिङ अफ फर टुडे